सबैजनालाई नमस्कार। आज हाम्रो टिम इएमजीको संस्थापक नै भन्न रुचाएँ मैले चाहिँ, मतलब जन्मदाता उहाँलाई चाहिँ एउटा सुरुमा परिकल्पना गरिसकेपछि चाहिँ उत्पन्न भएको हाम्रो एउटा टिम छ इएमजी इभेन्ट म्यानेजमेन्ट ग्रुप। उहाँको चाहिँ आज जन्मदिन परेको छ है। अरुण बराम मेरो एकदमै मिल्ने, मेरो एकदमै नजिकको मान्छे। मैले बिहान फेसबुक पोस्टमा पनि भनिसकेको छु कि मेरो सुरुमा साउदी आउँदादेखिको एकदमै मेरो अग्रज, घर परिवार छोडिसकेपछि यहाँ आइसकेपछि एउटा गाइडेन्स दिने मान्छे चाहिँ उहाँ नै थियो मेरो व्यक्तिगत तर्फबाट। र यो हाम्रो होल टिम इएमजी यहाँ सबै आउनुभएको छ इएमजीको, जो छुट्नु भएको छ उहाँहरूलाई पनि हामीले धेरै सम्झेको छौँ होइन। आज हामीले सानो एउटा सेलिब्रेसन गर्दैछौँ। हाम्रो अरुणजीको बर्थडेको धेरै धेरै शुभकामना छ व्यक्तिगत तर्फबाट पनि र टिम इएमजीको तर्फबाट है। सानो केक काटेर Happy birthday, Arun Dai, once again. Happy birthday. Party night, could feel the vibration. It's a fine, feeling alright. We dance till the morning light. Happy birthday to you. Everybody get the temptation. Once again, this is your night, and everyone feels so हाम्रो सुशील सरले बनाउनु भएको केसर बिल्ला हानेको गुलियो होला, नुनी धेरै भयो हैन, टेस्टी छ। केसर बिल्ला हानेको 15वटा हाल्दैछ आज। मैले खानु पर्दैन क्या। हे गाइस, उहाँ चाहिँ हुनुहुन्छ हाम्रो आजको बर्थडे बोय। स्वागत छ अरुणजी। के लिएर आउनुभयो? मायाको चिनो? ओके, त्यही बोक्न सकिरहेको छैन मैले। ओके, ल 2 शब्द जाओस् न त अरुणजी। ल सबैजना सरहरू आइदिनु भयो, हाम्रो इएमजी टिमको सम्पूर्ण सर म्याम सबलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। पछाडि हाम्रो भीम सर पनि उपस्थिति हुनुहुन्छ। हाम्रो भीम सरलाई चाहिँ एकदम मुरी धन्यवाद। उहाँले झन् धेरै कोअर्डिनेट गर्नुभयो हाम्रो आजको कार्यक्रमलाई सफल पार्नको लागि, एकदम धेरै। दुवैजना सँगै बसिदिनु न त, किप कन्जेस्टेड। जन्मदाता पनि हो, टिमको जन्मदाताको आज उहाँको जन्म